सबैजनालाई नमस्ते। आज एकदम खुसीको खबर आएको छ किनकि नेपाली सेनामा भारी मात्रामा विज्ञापन खुलेको छ सैन्यको लागि। तपाईहरु को पर्खाइमा आउनुहुन्थ्यो, तपाईहरुको लागि खुसीको खबर रहेको छ, जहाँ चाहिँ विभिन्न ठाउँहरुबाट एकदम धेरै भारी मात्रामा चाहिँ विज्ञापन खुलेको छ। हेर्न सक्नुहुन्छ। म पढ्न भ्याउँदैन, तपाईहरु आफै हेर्न सक्नुहुनेछ कहाँबाट कति र कुन ठाउँबाट कति। र मेरो भिडियोमा नबुझे अरु वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। धमिलो आएको छ एकदम। तपाईहरुको लागि एकदम भारी मात्रामा खुलेको छ। तपाईहरु फेक सोच्नु होला, तर त्यो होइन। प्रथम पटक प्रकाशित मिति 2083 1 महिना 18 गतेको दिन श्री भर्ना छनौट निर्देशनालय जङ्गी अड्डा नेपाली सेनाको सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सहरुका लागि विज्ञापन खोलेको हो। आज शुक्रबारको दिन एकदम भारी मात्रा लगभग 2300 वा 2400 2500 कतिको विज्ञापन खुलेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ कहाँबाट कति खुलेको छ। तपाईहरुले कुन ठाउँ जान मन लाग्छ, कुन ठाउँबाट भर्दा सजिलो हुन्छ, त्यो तपाईहरु हेर्न सक्नुहुन्छ। अनि तल गएर यो चाहिँ विभिन्न ट्रेड्सका फलोअर्सहरुका लागि पनि रहेको छ, देख्न सक्नुहुन्छ। अनि तल सैन्य पदको लागि शैक्षिक योग्यता हेर्न सक्नुहुनेछ, कति चाहिन्छ, के गर्नुपर्छ र कुन विषयमा कति पास। शारीरिक योग्यता हेर्न सक्नुहुन्छ। महिला पुरुष दुवैको लागि छ। सैन्य पदको लागि पुसअपहरु हेर्न सक्नुहुन्छ, चिनअप, शारीरिक परीक्षा, कतिले पास, कतिमा उत्तम र कतिले अति उत्तम हुन्छ। अनि विभिन्न ट्रेडका फलोअर्सहरुको लागि पनि छ, हेर्न सक्नुहुन्छ। जसलाई जान मन छ त्यसमा हेर्न सक्नुहुन्छ। अनि अन्य योग्यताहरु पनि हेर्न सक्नुहुन्छ, के छ। म पढ्न भ्याउँदैन। अनि सैन्य पदको लागि उमेरको हदमा 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्ने छ। विभिन्न ट्रेडका लागि चाहिँ 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्ने छ। अनि सैनिक सेनाका बहालवाला उम्मेदवारहरुका लागि चाहिँ 1 वर्ष पुरा भएको, मतलब 2083 2 महिना 16 गतेका दिन न्यूनतम सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्ने छ। अनि दरखास्त तथा समावेश गर्नुपर्ने आवश्यक कागजहरु हेर्न सक्नुहुन्छ, के चाहिन्छ। अनि तल जान्छ, तल भट्टा अन्य शर्तहरु सबै देखाएको छ। तपाईहरुले मैले देखाइदिरहेको छु। तपाईहरुले बुझिन्छ भने हेर्नुहोस्, नत्र तपाईहरुले थाहा छँदैछ। तर तपाईहरुले आवश्यक पर्ने भनेको कति खुलेको छ र कहाँबाट कति खुलेको छ, केमा कति खुलेको छ। महिला, आदिवासी, जनजाति, मधेसी, दलित, पिछडिएको, खुला, जम्मा कति खुलेको छ, त्यो तपाईहरुले हेर्ने। अनि शारीरिक योग्यता हेर्न चाहनुहुन्छ भने शारीरिक योग्यतामा चाहिँ के छ, के गर्नुपर्छ, शारीरिक परीक्षामा के गर्नुपर्छ, त्यो यहाँ दिएको छ, हेर्न सक्नुहुन्छ। यति भन्दै म आज बिदा माग्न चाहन्छु। यस्तै नयाँ भिडियोहरु हेर्न चाहनुहुन्छ र विभिन्न जानकारीहरु प्राप्त गर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अहिलेलाई यति नै। मैले तपाईहरुको सामु एकदम मेहनत गरेर कहाँबाट खोजेर यसरी भिडियो बनाएर हालिरहेको छु। तपाईहरु च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सनु होला। धन्यवाद। आजलाई यतिले।